गाइस यो मरिससको जङ्गल है माछा मार्न हिँडेछौँ ल र यो बाटो यो जङ्गल के हो बाटो बिर्स्यो कि साथीहरूले कहाँ नि अर्को बाटो यस्तो गाडीमा ल्याएको के माछा मार्ने टोलीहरू एउटै हो तल पनि यही टेक्सो त हुने यहाँको माटो फेरि यस्तो लड्किँदो रहेछ नि लोटेला है लोटेला कता फेरि त्यता कस्तो छ 2 मिनेटको जङ्गल पार गरियो अझै माछा मार्ने ठाउँ आएको छैन अझै जङ्गल फेरि छिरियो साथीहरू यति फासिनु भएको छ यहाँ अम्बक रहेछ लास्ट अमिलो हुँदो रहेछ त्यहाँको बेलाउती लगाइ 18 बाटोमा आइयो बाटो त डेन्जरै रहेछ यार हैन हो हालतै खराब हुने भयो त अनि यस्तो उका ओह्रालो छ चढ्ने बेला यही बाटो लिएर आउने छ उता म त फर्स्ट टाइम आएको यहाँ यार अरू देश जानु होला नि त
यो बलले कहाँबाट उठ्याएको मलाई मा साथीहरू कहाँ पुगिसक्यो यार बाप कति फास्ट हिँड्यो यार हामी त उनीहरू हिँडेर आउनु परेको छ नि त। बाटो त हो रहेछ लास्टै अप्ठ्यारो अनि यस्तो बाटोमा फोटो खिच्नु कसरी खिच्नु चखाउनु अरे दिदीको मोबाइलबाट खिचेर आउनु भन्न पनि भ्याएको नि मान्छेले नि हो। ओ यो कहाँ ल्याएको यो भरे कसरी निस्किनु यहाँ लास्टै ठाडै छ त आउने पनि यही बाटो हो आउने पनि यही भयो भने साथीहरू तिमीलाई त माथि बजारले मलाई पालो गरेर बोक्नु है अरूले त सक्दैनन् होला सबै साना साना चेराका छन् ओ विजय दाइ हजुर आउँदैछु दाजु के कुन ठाउँमा ल्याउनु यस्तो यार घोडा त लास्टै दुख्छ मेरो यार अहिले दुख्नु लाग्यो यार हो अनि यो त अनि सिन्धुलीको त्यो डाँडाभन्दा साह्रो ठाउँ रहेछ त यहाँ यस्तो ओह्रालो यार अझ हामीलाई पनि देखाउनु तपाईँ त पुरै मेरो भिडियो भरि देखिनु भयो अगाडि अगाडि हिँडेको ल भरे चट्टासँग तपाईँको क्यामेरा अब आइफोन छ त्यसैले खिच्नु हो जुत्ता चाहिँ अब जाने भयो अरू भन्दैन नि, ल ओहो यो 10 महिना भइपुगेको एत। ल गाइस साह्रै अप्ठ्यारो बाटो रहेछ या त हिँड्नै नसकिने कति ओह्रालो हो यार बाफ्रे ल ल ल हिँड्न गाह्रो भयो नि पोज चाहिँ दिन बिर्सिनु भएन साथीले तल गएर पुरा पोज दिइराख्नु भएको छ यो फेरि युट्युब च्यानलमा आउँछ तेरिका यस्तो यस्तो भिडियो त अनि आउनु पऱ्यो नि त हेर्नु बनाउनुपर्छ राम्रो राम्रो चित्तको हाल्ने खालको ल यस्तो खतरा बाटो नेपालमा बसी बसी हेरौँ न हेलो माई फ्रेन्ड हाउ आर यु कसरी हाल्नु कस्तो चढ्यो नि यिनीहरू त यार बानी पर्छ यिनीहरू पनि घुम्न हिँडेको होला होइन यस्तो यस्तो चिज पनि यिनीहरूलाई हेर्न कति रहर लाग्यो यस्तो बाटोमा यिनीहरू त अनोखा अनोखा ठाउँमा जान्छ नि होइन ओहो बाटो त हो रहेछ नि त यसमा बाजेको खुट्टा त माथि देख्नु। मेरो फेरि आजै मोबाइलमा चार्ज नभएको यार केटाहरू जाने नजाने कन्फर्म भएन 8 बजी जाने भन्थे मेरो त मोबाइलमा चार्ज त थियो बोल्दा पनि सकिनँ ए यहाँ गरिनेहरू पनि हामी जाने ठाउँमा घुम्न हिँडिरहेको रहेछ त्यो कहाँ पुग्यो पुग्नै आँटेको अब समय पुग्न आँटेको यिनीहरूलाई फेरि कति बजे फर्किने योजना छ त 3:30 बजे पुगिन्छ नि 5 बजे त रुममा 3:30 त हुन आँट्यो होला 2 बज्यो हेलो माई फ्रेन्ड हाउ आर यु Fine, fine. अझै छ ओह्रालो ओहो झरेको झरे ओह्रालो त नभ्याइ नि भयो त यति रहेछ ओह्रालो यहाँ बाफ्रे के हो नि हो यो यस्तो यो त भिडियो हेर्ने मान्छेलाई पनि अझै धेरै मजा आउने भयो त अझै तल कस्तो छ अझै तल कस्तो छ भन्ने तल त ठिकै छ जे होस् भिडियो गर्नु न भिडियो गर्नु भनेर मेरो बुढीले अलिकति हेर्नु पर्यो
तरुनीलाई बुढीलाई सबैलाई यस्तो बाटो हिँड्नु भनेर ओहो कस्तो डेन्जर ठाउँ यहाँ लु झन् डेन्जर ठाउँमा आइपुग्यो त अनि ल गाइज अब झन् लास्ट ओह्रालो छ है त्यो रिजया ल हेर्नुहोस् मरिससको यो ओइटा ल ओइटा भन्ने ठाउँमा हाम्रो साथीहरूसँग माछा मार्न हिँडेको र यो यहाँको दृश्य हेर्नको लागि आएको यति गाह्रो भयो हेर्नुहोस् यति ओह्रालो रहेछ लगभग 10 मिनट त हामी झरेको झरेछौँ अझै सकिएको छैन यो बाटो हो धेरै धेरै ऊ साथीहरू थाकेर उता हल्का रेस्ट गरेको अवस्था छ के हो ओह्रालो सकिँदैन क्या हो तपाईँलाई र मलाई फेरि छोडेर साथीहरू दगुरेकै छन् तपाईँ फर्स्ट टाइम हामी फर्स्ट टाइम दुईजना चाहिँ आएको भरे उहाँ साथी र म चाहिँ पछाडि नै छौँ उहाँ त पुरै भिडियोभरि मेरो अगाडि हुनुहुन्छ यो म पर्सितिर हाल्छु होला भरेको एडिट गर्छु पर्सितिर हाल्छु होला यो हो ओइटाको झरना यहाँ यसरी साथीहरू बस्छन् ल हेर्नुहोस् यहाँको ओहो दृश्य अति नै सुन्दर रहेको छ ल हेर्नुहोस् झरना फाइनली हामी झरनामा आइसक्यो होइन यही हो झरना